ठ्याक्कै चराको आकार जस्तै रोटी हेर्नु त साथीहरू। आज साउने सङ्क्रान्ति। साउने सङ्क्रान्तिको सबैमा हार्दिक शुभकामना छ। आजदेखि चाडपर्व मेलोमेसो सुरु भयो। साउने सङ्क्रान्तिको अवसरमा मैले आज सेलरोटी पकाएँ। साथीहरू हजुरहरूले पकाउनु भयो कि नाइ? यति बेला हामीहरू परदेशमा छौँ। परदेशमा भए पनि मेलोमेसोमा यसो रोटी पकाउन मन लाग्यो। त्यति धेरै राम्रो बनाउन त आउँदैन, तर पनि मेलोमेसोमा भने जानी नजानी भए पनि बनाउने कोसिस चाहिँ गर्छु। रोटी मिठो बने पनि मलाई त्यति मिठो लाग्दैन, किनभने आमाको माया त्यो आमाको हातले पकाएको जस्तो हुँदैन। आमाले बनाएको खानेकुरा नखाएको पनि 1 वर्ष बितिसक्यो। आमाको हातले बनाएको खानेकुरा खान आतुर छु। साथीहरू रोटी कस्तो बनेको छ प्रतिक्रिया दिनुहोला। अचार बनाई आलुका चाना, खाम्बा माया बसेर 2 जना, पकाऊ सेलरोटी केमा पकाऊ बनौली माटे कराईमा। ओइ माया धन्कियो मादलु गुन गुन गुन, कहाँ बनौली रोधी कराईमा। आलुका चाना, खाम्बा माया बसेर 2 जना, पकाऊ सेलरोटी केमा पकाऊ। सेलरोटी पकाइसकेपछि अलिकन फापरको पिठोको फरौला पनि पकाएँ साथीहरू। बुढाले फापरको फरौला खान मन लागेको छ बुढी भन्नुभएको थियो। फरौला पकाउँदै थिएँ। पकाउँदै जाँदा एउटा रोटी त ठ्याक्कै चराको आकार जस्तै बन्यो। कस्तो अचम्म लाग्यो साथीहरू। चराको चुच्चो, खुट्टा, पुच्छर, टाउको दुरुस्तै बनेको छ। साथीहरू मैले पनि सेलरोटी फरौला रोटी पकाएर सकेँ। फरौला रोटीलाई हजुरहरूकोतिर के भन्नुहुन्छ बताइदिनु होला। आफ्नो आफ्नो ठाउँको आफ्नै आफ्नै भाषा हुन्छ।